Japanese scholar छ उसको नाम मैले अलि बिर्सिएँ सत्य वचन के हो भन्ने विषयमा रिसर्च अनि त्यो गर्ने क्रममा यही वाक्यहरू उहाँले राख्नुभएको छ एटम सच्च बच्चेन एटिएन सच्च बच्चेन फोटो मिलेको सत्य के हो जिलो सत्य के हो साँच्चै हो कि सत्य हो साँच्चै हो भनेको सत्य हो कि अथवा सत्यको अर्कै अर्थ छ व मिमिति बुरुपिनु यो रिलिकको बारेमा थोरै भन्नुहुन्छ यो सुरुमा पाइएको कुशीनगर अनि बुद्धको परिनिर्वाण भएको बेलामा बुद्धको परिनिर्वाण भएको बेलामा अष्टि धातुलाई 8 भागमा विभाजन गरिएको थियो त्यो कथा चाहिँ बौद्ध ग्रन्थहरूमा उल्लेख छ दिव्य निकायको महापरिनिर्वाण सूत्रमा चाहिँ दिव्य निकायको महापरिनिर्वाण सूत्रमा बुद्धको अष्टि धातु विभाजन गरिएको कथा चाहिँ उल्लेख छ र त्यो घटनाको आधारमा के थाहा पाउन सकिन्छ भन्दाखेरि बुद्ध परिनिर्वाण भइसकेपछि बुद्धको अष्टि धातुले विभाजन गरिएको थियो यसमध्ये एउटा स्थान भनेको कुशीनगर हो अनि भनिन्छ सम्राट अशोकले विभिन्न ठाउँको अष्टि धातु निकालेर त्यसलाई फेरि 84,000 भागमा विभाजन गरियो भन्ने कुरा चाहिँ उल्लेख छ तर त्यो गर्ने क्रममा पनि कुशीनगरमा बुद्धको अष्टि धातु राखेर त्यहाँ चाहिँ पूजा गरिएको त्यहाँ स्थापना गरिएको घटना चाहिँ त्यहाँ इतिहासमा उल्लेख छ र यो लगभग 100 वर्ष जति अगाडि 120 वर्ष जति अगाडि कुशीनगरमा उत्खनन गर्दाखेरि अष्टि धातु यो चाहिँ पाइएको थियो यहाँ एउटा क्यास्केटमा त्यो अष्टि धातु राख्ने जुन बट्टा छ त्यस्तो बट्टामा राखिएको अष्टि धातु चाहिँ त्यहाँ चाहिँ पाइयो र पाइसकेपछि त्यो अष्टि धातु अब कहाँ लग्ने त भन्ने चाहिँ त्यहाँ चाहिँ छलफल हुँदाखेरि त्यसलाई त्यहीँ राख्दाखेरि त्यो प्रिजर्भ गर्न गाह्रो हुने देखिएकोले त्यो बेलाको बर्माको आर्मीको हेडलाई उपहार स्वरूप चाहिँ प्रदान गरियो र उहाँले उता लग्नुभयो बर्मा लानुभयो लगेर उहाँले आफ्नै घरमा त्यसलाई सजाएर चाहिँ राखे र पछि अहिले आएर उहाँकै जेनेरेसनको उहाँको छोरी उहाँको चाहिँ नातिले त्यो घरमा राख्नुभन्दा बरु एउटा लुम्बिनी युनिभर्समा राख्न पाए धेरै मान्छे हेर्न पाउँछन् किनकि उहाँहरूको घरमा त चाहिँ अब सबै मान्छेहरू त आउँदैन यहाँ आउने विशेष व्यक्ति मात्र हेर्न पाउने भयो र यहाँ चाहिँ राखेमा चाहिँ सबैले हेर्न पाउँछन् भन्ने उद्देश्यले हाम्रो लुम्बिनी विश्वविद्यालयलाई त्यो अष्टि धातु दान दिएको र हामीले यो प्रज्ञा स्तूपा बनायौँ यस स्तूपाभित्र त्यो अष्टि धातु चाहिँ राख्यौँ र यो स्तूपा यो प्रज्ञा स्तूपा भित्रको अष्टि धातु नेपालको राष्ट्रपति प्रधानमन्त्री र अन्य विभिन्न दलका ठुल्ठुला व्यक्तिहरू त्यस्तै विदेशका ठुल्ठुला व्यक्तिहरू आएर दर्शन गरिसकेको छ त्यसैले यो अष्टि धातुको महत्त्वपूर्ण चाहिँ महत्त्व धेरै छ धेरैले उहाँहरूले पनि दर्शन गरे एउटा रहेछ कपाल पनि